इसी क्यालिस्तानिक अर्थात् धर्मचोक क्यालिस्तानिकद्वारा आयोजित नेसनल फ्री स्टाइल क्यालिस्तानिक कम्पिटिसनमा आउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौँ। यही सन्दर्भमा म फेरि पनि टाइटल स्पोन्सरहरूको नाम लिन गइरहेको छु। टिएस कलेक्सन हाम्रो फर्स्ट टाइटल रहेको छ, त्यसै गरी त्रिवेणी पोलिटियर सेकेन्ड टाइटल रहेको छ भने एपोलो पेट्रोलको थर्ड टाइटल रहेको छ। र आजको यो ट्रफी कन्टेस्टेन्टहरूको फर्स्ट प्राइज रहेको छ 15,000, सेकेन्ड प्राइज रहेको छ 7,000 र थर्ड प्राइज रहेको छ 4,000। त्यसै गरी हाम्रो व्यक्तिगत युथ सपोर्ट भनेर हामीलाई खरेल अङ्कलले हामीलाई 10,000 दिनुभएको छ। त्यसै गरी युके बस्ने पूजन पाण्डेले हामीलाई 5,000 सपोर्ट गर्नुभएको छ। त्यसै गरी पोर्चुगल बस्ने ब्रिटिस राजमौली भाइले हामीलाई 4,000 सहयोग गर्नुभएको छ। युथहरूको युथहरूलाई खेलकुदप्रति फिटनेसप्रति सपोर्ट गर्नको लागि अनिस पौडेल भाइले पनि 2,000 सहयोग गर्नुभएको छ। त्यसै गरी धर्मचोक स्पोर्ट्स क्लबबाट ब्यानर सौजन्य भएको छ। त्यसै गरी धर्मचोकवासी सोमनाथ खरेलज्यूबाट 2,000, विष्णु भक्त योगानेबाट 550, राजेन्द्र पाण्डेज्यूबाट 1,005, त्यसै गरी तेज नारायण सापुराबाट 1,000 र हाम्रो राजेन राईज्यूबाट 2,000 र गोविन्द राज खरेलबाट 1,000 प्राप्त भएको छ। र साथसाथै A1 सोफा हाउस जसले हामीलाई यो सेफ्टीको लागि म्याट्रेस प्रदान गर्नुभएको छ, उहाँहरूप्रति पनि हामी विशेष आभार व्यक्त गर्न चाहन्छौँ। र आजको कार्यक्रम बिहान 8 बजेदेखि सुरु भएको थियो र अलमोस्ट हामी भिरालीमा आइसकेको छौँ। टप सुरुको ब्याटल राउन्ड सकिसकेको छ। अब केही क्षणमा टप सुरुको रिजल्ट आउनेछ। डिसी क्यालिस्तानिकले चाहिँ राइज नेपाल क्यालिस्तानिक ललितपुरसँग कोलाबोरेसन गरेर यो नेसनल फ्री स्टाइल क्यालिस्तानिक कम्पिटिसन आयोजना गरेको थियो। र हामी सम्पूर्ण डिसी क्यालिस्तानिक उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। त्यसै गरी हामीलाई बिहानदेखि सपोर्ट गरिरहनु भएको वडा सदस्य प्रतिनिधि हाम्रो विजय सापकोटाज्यूलाई पनि विशेष धन्यवाद। त्यसै गरी हाम्रो सुधीर दाजुलाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ। अब हाम्रो कार्यक्रम केही क्षणमा समापन हुनेछ र प्राइज डिस्ट्रिब्युसन पनि हुनेछ। फेरि पनि हाम्रो टाइममा हाम्रो मार्ट पार्टनर एनर्जी पार्टनर हाम्रो छ दौडै इन्टरप्राइजेस। यस बदलिए जस्तै अहिलेको युवाहरूमा पनि सोच रुचि बदलिएको छ। पहिला हामी फुटबल क्रिकेट मात्र खेल्थ्यौँ, अहिले भाइहरू यहाँ आएर डेली 40-50जना भाइहरू आएर यहाँ क्यालिस्तानिक वर्कआउट गर्छन्, आफूलाई फिट राख्छन् र कहीँ कतै क्लबबाट भर्खरबाट सुकेर यहाँ आइरहेका हुन्छन्। र हाम्रो क्यालिस्तानिकको आजको च्यारिटी प्रोग्रामबाट केही पैसा फन्ड रेन्ज भयो भने हामी यसैको विकासको लागि बार इक्विपमेन्टहरू रिपेयर गर्नको लागि हामी खर्चिनेछौँ। आशा छ हाम्रो सहयोगदाताहरूको सहयोगबाट हाम्रो यो डिसी क्यालिस्तानिक अर्थात् धर्मचोक क्यालिस्तानिकले नयाँ स्वरूप दिनेछ र युवाहरूलाई फिटनेस गर्नलाई वर्कआउट गर्नलाई इन्गेज गर्नको लागि यो धर्मचोक क्यालिस्तानिक एउटा नेपालभरकै नमुना क्यालिस्तानिक बन्नेछ। यो हाम्रो सोच भिजन विगत 5 वर्षदेखि रहिरहेको छ। र यही सन्दर्भमा केही क्षणको लागि म हाम्रो वडा प्रतिनिधि विजय सापकोटाज्यूलाई 2-4 शब्द भाइहरूलाई भनिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। ताली बजाएर विजय सापकोटाज्यूलाई स्वागत गरिदिनुहोला। सबैमा सन्ध्याकालीन नमस्कार। हामी धर्मचोक स्पोर्ट्स क्लबको माध्यमबाट डिसी क्यालिस्तानिक उत्पादन भएको छ। यसैबाट हाम्रा खेलाडी साथीहरू पनि उत्पादन भइरहनु भएको छ। हामी युट्युबमा मात्रै यो क्यालिस्तानिक यो जम्पिङ गरिरहेको देख्थ्यौँ। आज प्रत्यक्ष अगाडिबाट देख्न पाउँदा म एकदमै खुसी भएको छु। र आज हामी वडाको तर्फबाट मैले वडा अध्यक्षज्यूलाई पनि जानकारी गराएको थिएँ यस्तो कार्यक्रम छ भनेर। उहाँ काम विशेषले आउनु भ्याउनु भएन, तैपनि यो प्रोग्राम अत्यन्त उत्कृष्ट रहेछ। समाजमा रहेका भर्खरै कलकलाउँदो उमेरको युवा पुस्ताहरू कुलतमा लाग्न छोडेर खेलकुदमा लाग्दै गर्दा हाम्रो स्थानको
नाम राष्ट्रव्यापी रूपमा प्रचार हुनेछ। यस कारणले गर्दा यस खेलकुदलाई प्रमोट गर्नको लागि स्थान चयन गर्ने जिम्मा धर्मचोक स्पोर्ट्स क्लब डिस्ट्रिक्ट क्यारेस्टानिङको जिम्मा लगाउँदै उहाँले अब आउने बजेटमा यसको नयाँ रूपमा फेरि अर्को स्थानमा सुचारू गर्ने गरी उहाँले वचनबद्धता गर्नुभएको छ। यो हाम्रो लागि खुसीको कुरा हो। आजको यस खेलकुद प्रतियोगितामा विभिन्न तह र तब्कामा रहेर युवा साथीहरूलाई उत्साह हौसला प्रदान गर्न सहयोग गर्नुहुने सम्पूर्ण दाजुहरूलाई पनि धन्यवाद दिँदै अर्गनाइजर टिमलाई पनि यत्रो ठुलो प्रोग्राम सानो बजेटबाट थोरै पैसाबाट थोरै बचत गरेर जम्मा गरेको पैसाबाट कार्यक्रम सञ्चालन गर्नुभयो। यसको लागि धेरै धेरै धन्यवाद। र यस खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने खेलाडीहरू जति पनि आफू प्रथम द्वितीय तृतीयभित्रै पर्छु भन्ने लागेको थियो र पनि पोइन्टको आधारमा कति छनौट हुन सक्नु भएन। अलिकति चित्त दुखाइ पनि भएको होला। यस खेलकुद कार्यक्रमहरू विभिन्न ठाउँमा खेल्दै जाँदा भोलिको भविष्य हाम्रो राम्रो छ। आज एक दिन एउटा हारले गर्दा जीवन हारिँदैन। हार नै अर्को सफलताको पाठ हो भन्ने कुरा सिक्नु होला र आगामी दिनमा अरू उत्तरोत्तर प्रगति गर्दै जानु होला। सम्पूर्णलाई फेरि पनि शुभकामना र हजुरहरूको सधैँ साथ र सहयोगमा रहने प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। हाम्रो वडा नम्बर 4 सदस्य वडा प्रतिनिधि विजय सापकोटाज्यूलाई र हाम्रो जजहरू फाइनल डिसिजनको लागि एकदमै लागि परिरहनु भएको छ। हाम्रो जजहरूलाई पनि विशेष धन्यवाद। यसै गरी धर्मचोक डिसी क्यालिस्तानीको एकदमै सपोर्टर सहयोगी मनका धनी सुधीर पौडेललाई पनि म 2-4 शब्द राख्न उहाँहरूको अनुरोध गर्दछु। कृपया ताली बजाएर सुधीर दाईलाई स्वागत गर्छु। धन्यवाद। सानो ठाउँमा यस्तो ठुलो राष्ट्रिय स्तरको प्रतियोगिता गर्न पाउँदा हामीले सम्मान महसुस गरेको छ। आगामी दिनहरूमा पनि यसरी नै हाम्रो पहिलो प्रयास हो। आगामी वर्षहरूमा योभन्दा अझ गुणस्तरीय राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने लक्ष्यसहित शुभकामनासहित बिदा हुनु। धन्यवाद सुधीर दाजुजी। उहाँले हाम्रो क्यालिस्तानीलाई धेरै समयदेखि नै सहयोग सपोर्ट गरिरहनु भएको छ। उहाँको सहयोगलाई डिसी क्यालिस्तानी कहिले पनि बिर्सिएको छैन र मेरो आयोजक डिसी क्यालिस्तानीका भाइहरूले कृपया एकै ठाउँमा बसिदिनु होला। सबैजना भेला भएर एकै ठाउँमा बसिदिनु होला। लाखा गरेर नबसिदिनु होला। डिसी क्यालिस्तानीको मेम्बरहरू एकै ठाउँमा बसिदिनु होला। आइडी भइरहेको यता नि भइरहेको दाजु ब्रदर हेलो यता यसो हटाउनु हुनु न। भाइ
हाम्रो गाई पार्टीलाई हान्नको लागि अनुरोध गर्दैछु। The lion is still holding on. Can we see some fans? Okay, I'm going to say from this, Raji Lava Yanga Yunga, this is If anybody wants to 1, 2, 3,
From your हेलो त्यो आउँदैन भने हेलो हेलो के हो हटाउनु पऱ्यो कि अगाडि त्यो अगाडिको सबै
ठिक छ हेलो फर्स्टलाई 1000 सेकेन्डलाई छैन भाइ सेकेन्डलाई हाम्रो गाउँले इनर्जी ड्रिङ्क पार्टनर रहिरहेको छ टेन्सन छैन हामीलाई त्यसै गरी डिजिटल पार्टनर रुपेक्स हाम्रो सबै प्यानल यो बोर्ड सबै हाम्रो रुपेक्सको क्रिएसन हो रुपेक्सलाई विशेष धन्यवाद त्यसै गरी म फेरि टाइटल स्पोन्सर हाम्रो पिएस कलेक्सन यही पोर्टलमा रहिरहेको छ तपाईँहरूलाई पनि केही कुराहरू सम्झिनु गर्नु छ भने त्यहाँ जान सक्नुहुन्छ पिएस कलेक्सनबाट हामीलाई फर्स्ट प्राइज पनि प्राप्त भएको छ त्यसै गरी त्रिवेणी पोलिकेलबाट सेकेन्ड प्राइज पनि हामीलाई प्राप्त भएको थियो भने एपोलो पेन्सबाट 4,000 हामीलाई थर्ड प्राइज प्राप्त भएको थियो हाम्रो इक्विपमेन्ट पार्टनर एलपिएस हाम्रो हस्पिटालिटी पार्टनर विशेष धन्यवाद त्यसै गरी A1 सोफा हाउस धर्मपुरमा रहिरहेको छ A1 सोफा हाउसले चाहिँ हाम्रो सेफ्टीको लागि यो म्याट प्रदान गर्ने भएकोमा हामी फिजिकल स्थानले उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछौँ A1 सोफा हाउस र हामी अब अलमोस्ट रिजल्टको अन्तिममा आइसकेका छौँ इसी क्यालिस्टानिक हाम्रो राइज नेपाल क्यालिस्टानिक ललितपुरप्रति विशेष आभार व्यक्त गर्दछौँ राइज नेपाल क्यालिस्टानिकबाट कृषि क्यालिस्टानिकको लागि केही वेस्ट वेटहरू टी सर्टहरू आएको छ कृपया वसिल भाइ हाम्रो राइज नेपाल क्यालिस्टानिक ललितपुर हाम्रो आदरणीय विशिष्ट जज ज्याकबाट सो सामान हस्तान्तरण गर्नुमा हार्दिक अनुरोध गर्दछु ज्याक जोशी प्लिज वसिल भाइलाई सामान हस्तान्तरण गरिदिनु होला कृषि क्यालिस्टानिकको लागि राइज नेपाल क्यालिस्टानिकले वेस्ट भेट र हामीलाई केही टी सर्ट दिनुभएको छ कृषि क्यालिस्टानिक राइज नेपाल क्यालिस्टानिकलाई विशेष धन्यवाद गर्न चाहन्छ समीर भाइ तिम्रो प्राइज मनी मेरो हातमा छ कृपया रेडी भएर बस्नु होला उताबाट बनाउनु होला ओके लेट्स चियर अप फर राइज नेपाल क्यालिस्टानिक Thank you so much. जो हाम्रो लागि एकदम अनर रहेछ अर्जितन छे फ्युचर किङ अफ नेपाल क्यालिस्टानिक समीर त्यसै गरी त्यसै गरी एलपिएनबाट पनि समीर भाइ तिमीलाई गिफ्टको होइन लागेको छ एकछिन यता आइदिनु होला समीर भाइ गिफ्टको होइन लागेको छ यङ किड जस्तो 7 years old त्यसै गरी एलपिएनबाट
हाम्रो प्रेम सुब्बाल बिन्दुबाट पनि हामी समीर भाइलाई एउटा विश्वास गीत गाएको छ। हाम्रो इक्विपमेन्ट पार्टनर एमपिएललाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू प्रेम सुब्बाल त्यसै गरी अन्तिममा हाम्रो समीर भाइलाई एउटा स्पेसल गिफ्ट रहेको छ। फेरि यो हाम्रो डिसी क्यालिस्तानी धर्मचोक क्यालिस्तानीको तर्फबाट जसो पुरस्कार दिनको लागि म आदरणीय विजय सापकोटाज्यू र हाम्रो सुधीर पौडेल दाईलाई यहाँ आमन्त्रण गर्न चाहन्छु। समीर भाइ गीत राख्ने झोला लिएर आऊ, तिमीलाई अब यो बोक्नलाई गाह्रो हुनेवाला छ। समीर भाइलाई हाम्रो धर्मचोक क्यालिस्तानीबाट हामीले सानो प्राइज पनि डिस्ट्रिब्युट गरेको छौँ। रु 1000 धर्मचोक क्यालिस्तानीको तर्फबाट समीर भाइलाई 1000 राशि रहेको छ। मोबाइलबाट भिडियोहरु बनाऊ मेरो मोबाइल कसमा छ तर नाम बनाइदिनु भाइ छ ओइ एक्सक्यूज मी पप्पू भाइ उले लाने भने मैले कुरा गरिसके के अरे म ल भने उले हामी हामी तीनजना यात्रीलाई अगाडि बढाउन चाहन्छौँ। सङ्गम अधिकारी शिशिर दीपक प्लिज कम टु स्टेज। पानी परेको कारणले गर्दाखेरि चाहिँ हामी एकदमै सो यस प्रतियोगिताको तपाईँ बिहानदेखि कुदिराख्नु भएको छ। हामीले फाइनल रिजल्ट निकालिसकेका छौँ। बिहान 8 बजीदेखि हाम्रो कम्पिटिसनमा तपाईँहरू सहभागी भएर हेरिदिनु भएकोमा त्यसको लागि हामी थ्याङ्क यू सो मच भन्न चाहन्छौँ। र यस प्रतियोगिताको थर्ड प्लेस सेकेन्ड रनर अपमा हुनुहुन्छ को हुनुहुन्छ होला गेस गर्नुहोस् त। दीपक नेगी थर्ड प्लेस अवार्ड प्रदान गरिदिनु हुन आग्रह गर्दछु। त्यस्तै गरेर प्रमाणपत्र पनि प्रदान गरिदिनु होला। एक्सक्यूज मी एकदमै कोही डिफरेन्ट पनि छैन है, एकदम क्लोज पोइन्ट छ। हाम्रो मेडल सर्टिफिकेट र 4000 रुपिस डिसी क्यालिस्तानीको तर्फबाट दिँदै हुनुहुन्छ उमेश राईज्यूले। त्यो सँगसँगै हाम्रो यस प्रतियोगिताको फर्स्ट र सेकेन्ड मैले यस प्रतियोगिताको सेकेन्ड प्लेस अवार्ड भन्न गइरहेको छु। तपाईँको विचारमा सेकेन्ड प्लेस अवार्ड कसले जित्यो? सेकेन्ड प्लेस अवार्ड 1 2 3 लेट्स गो। सेकेन्ड प्लेस अवार्ड कसले जित्छ? सेकेन्ड प्लेस अवार्ड जित्न सफल हुनुभएको छ र यस प्रतियोगिताको फर्स्ट प्लेस अवार्ड नेपाल इन्टरनेसनल स्टेजमा बेङ्गलोरमा गएर पनि सेकेन्ड प्लेस अवार्ड पाइसक्नु भएको छ सङ्गम अधिकारी। र यही अगस्तमा हुने लाटभियामा वर्ल्ड च्याम्पियनसिपमा पनि सिलेक्ट हुनुभएको छ। साथै यस कम्पिटिसनको पनि विनर हुनुहुन्छ सङ्गम अधिकारी। यस प्रतियोगिताको फर्स्ट प्राइज 15,000 मेडल र सर्टिफिकेट प्रदान गर्दै हुनुहुन्छ। र तीनजना एथलिट अगाडि आइदिनु होला। कृपया हामी फोटो खिच्नेछौँ। तीनजना एथलिट
कृषिको टिमसँग 3 जना यात्री अगाडि आइदिनु होला। शिशिर बाबु दीपक तपाईँ अगाडि आइदिनु होला। फोटो हान भनेको